ECG को फुल फर्म भनेको के हो? ECG को फुल फर्म भनेको इलेक्ट्रोकार्डियोग्राम हो हैन, इलेक्ट्रोकार्डियोग्राम हैन। सो यसको मिनिङ के हो भन्दाखेरि यसको मिनिङ भनेको रिकर्ड गर्नु हो, हार्टको इलेक्ट्रिकल एक्टिभिटी रिकर्डिङ गर्नु भनेको ECG हो हैन, रिकर्डिङ अफ इलेक्ट्रिकल एक्टिभिटी अफ हार्ट। सो यो रिकर्ड गर्नलाई युज हुने इन्स्ट्रुमेन्ट जुन छ हैन, ECG यो हैन, ECG रिकर्ड गर्नलाई युज हुने इन्स्ट्रुमेन्ट जुन छ यसको नाम चाहिँ के हो भन्दाखेरि, इन्स्ट्रुमेन्ट जुन युज हुन्छ यसको नाम चाहिँ इलेक्ट्रोकार्डियोग्राफ हो हैन। इन्स्ट्रुमेन्टको नाम भनेको चाहिँ इलेक्ट्रोकार्डियोग्राफ हो, इलेक्ट्रोकार्डियोग्राफ हो हैन। अनि अब फादर अफ इलेक्ट्रोकार्डियोग्राफी भनेर भन्यो भने चाहिँ को हो त? फादर अफ इलेक्ट्रोकार्डियोग्राफी भनेको चाहिँ इन्थोभेन हो हैन, इन्थोभेन। सो न अब ECG को एक्चुअल ग्राफ हेरौँ हैन। सो यसको ग्राफ हेर्ने हो भने चाहिँ यसको ग्राफ हेर्ने हो भने चाहिँ डिफ्रेन्ट वेभ्सहरू हुन्छ, जस्तै P वेभ, जस्तै P वेभ, QRS कम्प्लेक्स र T वेभ। सो यो डिफ्रेन्ट वेभले के सिग्निफाई गर्छ भन्ने कुरा चाहिँ थाहा हुनुपर्छ, यो क्वेसन पनि सोधिरहेको हुन्छ। सो सबभन्दा फर्स्टमा छ P वेभ हैन। त्यो P वेभले के सिग्निफाई गर्छ भन्दाखेरि यसले सिग्निफाई गर्ने भनेको एट्रियल डिपोलराइजेसन हो हैन, एट्रियल डिपोलराइजेसन। सो एट्रियल डिपोलराइजेसन और यसमा हुने इभेन्ट के हो भन्दाखेरि एट्रियल कन्ट्र्याक्सन हैन, एट्रियल कन्ट्र्याक्सन और एट्रियल सिस्टोल हैन, सिस्टोल। सो यसको टाइम पिरियड चाहिँ कति हुन्छ? एट्रियल सिस्टोल, एट्रियल कन्ट्र्याक्सन यिनीहरूको टाइम पिरियड चाहिँ कति हुन्छ भन्दाखेरि यो भनेको 0.1 सेकेन्ड हुने हो, 0.1 सेकेन्ड। सो अर्को छ होल QRS कम्प्लेक्स हैन, QRS कम्प्लेक्स। यसले सिग्निफाई गर्छ भन्दाखेरि यसले चाहिँ भेन्ट्रिकुलर डिपोलराइजेसन सिग्निफाई गर्ने हो, भेन्ट्रिकुलर डिपोलराइजेसन। यसमा हुने इभेन्ट भनेको भेन्ट्रिकुलर कन्ट्र्याक्सन और भेन्ट्रिकुलर सिस्टोल हैन। यसको टाइम भनेको चाहिँ कति हुन्छ? यसको टाइम भनेको चाहिँ 0.3 सेकेन्ड हुन्छ हैन। सो अर्को छ हामीसँग T वेभ हैन, T वेभले के सिग्निफाई गर्छ भन्दाखेरि T वेभले चाहिँ भेन्ट्रिकुलर रिपोलराइजेसन यसमा हुने इभेन्ट भनेको चाहिँ भेन्ट्रिकुलर रिल्याक्सेसन और डायस्टोल हुन्छ। यसको टाइम कति हुन्छ? यसको टाइम भनेको 0.5 सेकेन्ड हुन्छ, 0.5 सेकेन्ड। त्यो भेन्ट्रिकुलर रिपोलराइजेसन र भेन्ट्रिकुलर डिपोलराइजेसन दुवै ECGमा रिकर्ड भएको छ हैन। तर एट्रियल डिपोलराइजेसन रिकर्ड भएको छ, P वेभ बनेछ, तर एट्रियल रिपोलराइजेसन चाहिँ ECGमा रिकर्ड भएको हुँदैन हैन। सो बेसिकली एट्रियल रिपोलराइजेसन हैन हुने इभेन्ट भनेको चाहिँ एट्रियल डायस्टोल और एट्रियल रिल्याक्सेसन हैन, रिल्याक्सेसन। यसको टाइम ड्युरेसन भनेको 0.7 सेकेन्ड हैन। यो चाहिँ के हुन्छ त? नट रिकर्डेड इन ECG। सो यति कुराहरू चाहिँ धेरै इम्पोर्टेन्ट छ, यति त थाहा हुनैपर्छ। सो अरू के इम्पोर्टेन्ट कुरा भनेको चाहिँ यो QRS कम्प्लेक्सको टाइम ड्युरेसन कति हुन्छ भन्ने कुरा हो हैन। सो यो QRS कम्प्लेक्सको टाइम ड्युरेसन कति हुन्छ? यसको टाइम ड्युरेसन हुने भनेको 0.08 सेकेन्ड हो, 0.08 सेकेन्ड हो। अर्को भनेको के इम्पोर्टेन्ट इन्टरभलहरूको टाइम ड्युरेसन इम्पोर्टेन्ट छ। सो एउटा भनेको PR इन्टरभलको टाइम ड्युरेसन हैन, PR इन्टरभल। सो यति PR इन्टरभल हैन, PR इन्टरभल यसको टाइम ड्युरेसन चाहिँ कति हुन्छ भन्दाखेरि यसको हुने भने 0.16 to 0.18 सेकेन्डको हुन्छ टाइम ड्युरेसन। अर्को भनेको चाहिँ ST इन्टरभल हैन, ST इन्टरभल। यसको टाइम ड्युरेसन चाहिँ कति हुन्छ भन्दाखेरि 0.32 सेकेन्ड हुन्छ। सो ECGमा यति कुराहरू चाहिँ मस्ट टु नो हो हैन, MCQ सल्भ गर्नलाई यति चाहिँ मिनिमम थाहा हुनै पर्यो। सो नाउ अब हेर्ने भनेको डिफ्रेन्ट टाइप्स अफ सर्कुलेसनको हैन। सबभन्दा फर्स्टमा छ पल्मोनरी सर्कुलेसन। सो पल्मोनरी सर्कुलेसन भनेको सर्कुलेसन बिट्विन के हो त? हार्ट एन्ड लङ्स हो हैन, हार्ट एन्ड लङ्स हैन। सो यसमा चाहिँ बेसिकली के हुन्छ भन्दाखेरि बडीबाट डिफ्रेन्ट डिअक्सिजनेटेड ब्लडहरू आएर सुपेरियर भेना काभा र इन्फेरियर भेना काभाबाट राइट एट्रियममा आयो, राइट एट्रियमबाट डिअक्सिजनेटेड ब्लड गयो राइट भेन्ट्रिकलमा। सो राइट भेन्ट्रिकलबाट चाहिँ
कहाँ पठाउँछ त डिअक्सिजनेटेड ब्लड लङ्समा पठाउँछ अक्सिजनेसनको लागि पठाउँछ केबाट पठाउँछ भन्दाखेरि पल्मोनरी आर्टेरीबाट पठाउँछ हैन पल्मोनरी आर्टेरीबाट डिअक्सिजनेटेड ब्लड पठाउने भयो लङ्समा अब लङ्समा गएर अक्सिजनेसन भइसकेपछि के हुन्छ त अक्सिजनेटेड ब्लड आउने भयो लेफ्ट एट्रियमबाट लेफ्ट भेन्ट्रिकलबाट चाहिँ बडीको टिस्युजहरुमा पुर्याउने भयो हैन सो यो जुन जर्नी छ यो पल्मोनरी यो राइट भेन्ट्रिकलबाट लेफ्ट एट्रियमसम्मको यो पल्मोनरी आर्टरीबाट गएर डिअक्सिजनेटेड ब्लड हैन अनि अक्सिजनेटेड ब्लड फर्क्यो पल्मोनरी भेनबाट हैन पल्मोनरी भेनबाट लेफ्ट एट्रियममा जुन फर्क्यो सो यो भनेकै पल्मोनरी सर्कुलेसन हो हैन सो यसमा चाहिँ अब यही हो अलि एक्सेप्सनल कुरा भनेको आर्टरी क्यारिङ डिअक्सिजनेटेड ब्लड भनेको कुन हो त सो यसमा भनेको एउटा भनेको पल्मोनरी आर्टरी अर्को भनेको अम्बिलिकल आर्टरी हैन अम्बिलिकल आर्टरी सिमिलरली भेन क्यारिङ अक्सिजनेटेड ब्लड भनेको सो एउटा भनेको पल्मोनरी भेन अर्को भनेको अम्बिलिकल भेन हो सो यति हो पल्मोनरी सर्कुलेसनको सो नेक्स्ट छ सिस्टेमिक सर्कुलेसन हैन सिस्टेमिक सर्कुलेसनमा चाहिँ के हुन्छ भन्दाखेरि अघि जुन आको अक्सिजनेटेड ब्लड जुन लेफ्ट एट्रियममा जुन छ त्यो गयो लेफ्ट भेन्ट्रिकलमा हैन लेफ्ट भेन्ट्रिकलबाट एउटा हुँदै आर्टरी हुँदै बडीको डिफ्रेन्ट टिस्युजहरुमा गयो हैन टिस्युजहरुमा गयो आर्टरीको हेल्पबाट हैन आर्टरीको हेल्पबाट गयो टिस्युजहरुमा ग्यासेस एक्सचेन्ज भयो हैन अब यो ग्यासेस एक्सचेन्ज भएर कहाँ आयो त ग्यासेस एक्सचेन्ज भएर डिअक्सिजनेटेड ब्लड चाहिँ टिस्युजबाट हार्टको राइट एट्रियममा आयो हैन राइट एट्रियममा आयो सुपेरियर भेना काभाबाट हैन सुपेरियर भेना काभा र इन्फेरियर भेना काभाको थ्रुबाट हैन डिअक्सिजनेटेड ब्लड आयो सो यो भनेकै के हो त यो भनेकै सिस्टेमिक सर्कुलेसन हो हैन लेफ्ट भेन्ट्रिकलबाट गयो टिस्युजहरुबाट डिअक्सिजनेटेड ब्लड आयो राइट हार्टमा सो यो भनेकै सिस्टेमिक सर्कुलेसन हो सो अर्को भनेको कोरोनरी सर्कुलेसन छ कोरोनरी सर्कुलेसन भनेको हार्ट टु हार्ट हो बेसिकली हैन हार्ट टु हार्ट हैन अब हार्ट फङ्सनिङ गर्नलाई आफैलाई पनि अक्सिजन चाहियो हैन त्यसले गर्दाखेरि हार्टलाई सप्लाई गर्ने आर्टरीको नाम हैन हार्टलाई सप्लाई गर्ने आर्टरीको नाम भनेको के हो त कोरोनरी आर्टरी हैन कोरोनरी आर्टरी अब हार्टलाई सप्लाई गरिसकेपछि अक्सिजनेटेड ब्लड सप्लाई गर्यो कोरोनरी आर्टरीले अब डिअक्सिजनेटेड ब्लड त राइट एट्रियममा ल्याउनु पर्यो सो डिअक्सिजनेटेड ब्लड ल्याउने भेनको नाम चाहिँ के हो त कोरोनरी साइनस हो हैन यो कोरोनरी आर्टरीको अर्को एउटा यसलाई कसरी पनि सोधे देख्छौँ भन्दाखेरि फर्स्ट ब्रान्च अफ एओर्टा भनेर सोध्यो भने चाहिँ कोरोनरी आर्टरी हुन्छ एन्सर इफ फर्स्ट ब्रान्च अफ आर्क अफ एओर्टा भन्यो भने चाहिँ यहाँको ब्रेकियोसेफेलिक आर्टरी हुन्छ सो यति हो डिफ्रेन्ट टाइप्स अफ सर्कुलेसन सो अर्को एउटा टाइप्स अफ सर्कुलेसन पनि छ हैन सो बेसिकली दुईटा टाइप्स ब्रोडली एउटा भनेको सिंगल सर्कुलेसन अर्को भनेको डबल सर्कुलेसन सो डबल सर्कुलेसनमा के हुन्छ भन्दाखेरि ब्लड चाहिँ हार्टमा दुईचोटि इन्ट्री हुन्छ हैन लाइक इन केस अफ ह्युमन्स हैन ह्युमन्समा के हुन्छ त एउटा भनेको डिअक्सिजनेटेड ब्लड आउँछ हैन एउटा भनेको डिअक्सिजनेटेड ब्लड आउँछ अर्को भनेको अक्सिजनेटेड ब्लड आउँछ हैन हार्टमा दुईचोटि इन्ट्री भयो नि त लाइक दुईटा सर्कुलेसन छ इन केस अफ ह्युमन्समा एउटा भनेको सिस्टेमिक सर्कुलेसन अर्को भनेको पल्मोनरी सर्कुलेसन हैन यो दुईटा सर्कुलेसन भयो इन केस अफ ह्युमन्सहरुमा डबल सर्कुलेसनको केसेसमा इन केस अफ सिंगल सर्कुलेसन चाहिँ एकचोटि मात्र हार्टमा चाहिँ ब्लड आउँछ हैन एकचोटि मात्रै आउँछ बेसिक कस्तो भन्दाखेरि ब्लड प्यासेस ओन्स थ्रु द हार्ट बिफोर सप्लाइङ अर्गन्स जस्तै इन केस अफ फिसहरुमा एक्जाम्पल हुने भनेको यो भनेको फिसमा हुन्छ हैन अब कस्तो हुन्छ भन्दाखेरि फिसमा कस्तो हुन्छ सपोज यता हार्ट छ हैन हार्टबाट डिअक्सिजनेटेड ब्लड गयो कता डिअक्सिजनेटेड ब्लड गयो गिल्समा ब्लड के भयो अक्सिजनेसन भयो अक्सिजनेसन के भएर सिधै कहाँ गयो त सिधै गयो टिस्युजहरुमा हैन टिस्युजहरुमा गयो अब टिस्युजबाट फेरि डिअक्सिजनेटेड ब्लड कहाँ गयो त हार्टमै गयो के सो हार्टमा चाहिँ ओभरअल सर्कुलेसनमा हार्टमा चाहिँ एकचोटि मात्र ब्लड गइरहेछ
बट मान्छेको केसेसमा कस्तो हुन्छ त मान्छेको केसेसमा भनेको अब यता चाहिँ हामीसँग हार्ट छ हैन एउटा त पल्मोनरी सर्कुलेसन छ पल्मोनरी सर्कुलेसनबाट के गर्यो त एउटा हाम्रो डिअक्सिजनेटेड ब्लड राइट भेन्ट्रिकलबाट गयो लङ्समा हैन लङ्समा डिअक्सिजनेटेड ब्लड गयो अनि लङ्सबाट अक्सिजनेटेड ब्लड आयो लेफ्ट एट्रियममा सो एउटा यो सर्कुलेसन भयो हैन अर्को भनेको यो अक्सिजनेटेड ब्लड लेफ्ट एट्रियमबाट लेफ्ट भेन्ट्रिकलमा गयो त्यहाँबाट कहाँ गयो त्यहाँबाट बडी टिस्युजहरुमा गयो हैन टिस्युजहरुमा गयो अब टिस्युजबाट डिअक्सिजनेटेड ब्लड चाहिँ कहाँ गयो त फेरि राइट एट्रियममा गयो हैन फेरि कहाँ गयो त राइट एट्रियममा गयो सो दुईटा सर्कुलेसन भयो हैन एउटा भनेको पल्मोनरी सर्कुलेसन अर्को भनेको सिस्टेमिक सर्कुलेसन सो ओभरअल सिंगल सर्किट सर्कुलेसन र डबल सर्किट सर्कुलेसनको चाहिँ यति नै हो अब के इम्पोर्टेन्ट कुराहरु लाइक अब चेम्बर्सहरु कुनमा कति कति हुन्छ भन्ने कुराहरु पनि हेरिहालौं हैन सो इन केस अफ फिशहरुमा कतिवटा चेम्बर हुन्छ त फिशमा हुन्छ दुईटा चेम्बर्सहरु हुन्छ हैन एम्फिबियन्सहरुमा कति हुन्छ त एम्फिबियन्समा तीनटा चेम्बर्सहरु हुन्छ रेप्टाइल्समा रेप्टाइल्समा पनि तीनटा हुन्छ बर्ड्समा कतिवटा हुन्छ बर्ड्समा चारवटा हुन्छ म्यामल्समा पनि चारवटा चेम्बर अफ हार्ट हुन्छ यति सो ओके अब हेर्ने भनेको चाहिँ ब्लड भेसल्सहरु हो अभियसली सो मेजर टाइप अफ ब्लड भेसल भन्ने त थाहा नै छ हैन भनेको त थाहा नै छ सो फर्स्टमा भनेको आर्टरी भनेको भेन र क्यापिलरी सो आर्टरीको फंक्सन भनेको के हो ब्लडलाई लानु अवे फ्रम हार्ट हैन अवे फ्रम हार्ट ब्लड क्यारी गरेर हुन्छ सो युजुअली यसले क्यारी गर्ने भनेको अभियसली अक्सिजनेटेड ब्लड तर केही एक्सेप्सन्सहरु पनि छ यो पहिला पनि कुरा गरिसकेको छ सो एक्सेप्सनहरु भनेको छ अन्त फर्स्टमा छ एउटा भनेको पल्मोनरी आर्टरी अर्को भनेको अम्बिलिकल आर्टरी सो अम्बिलिकल आर्टरी सो नाउ ग्रेटर भेसल्स भन्ने एउटा टर्म छ हैन ग्रेटर भेसल्स सो ग्रेटर भेसल्स भनेबित्तिकै मेजरली दुईटा कुराहरु पर्छ एउटा भनेको एओर्टा अर्को भनेको पल्मोनरी आर्टरी यो दुवै भनेको ग्रेटर भेसल्स हो सो भेनको लार्जेस्ट फर्म भनेको के हो त भेना काभा यसले के गर्छ त यसले ब्लड टुवर्ड्स हार्ट ल्याइरा हुन्छ हैन ब्लड टुवर्ड्स हार्ट क्यारी गरिरहेको हुन्छ यसले मेजरली क्यारी गर्ने भनेको डिअक्सिजनेटेड ब्लड यसको पनि एक्सेप्सन छ हैन यसको एक्सेप्सन भनेको पल्मोनरी भेन र अम्बिलिकल भेन जसले चाहिँ अक्सिजनेटेड ब्लड क्यारी गर्छ सो अर्को एउटा कुरा भनेको यिनीहरुमा चाहिँ भल्भ प्रेजेन्ट हुन्छ ब्याक फ्लो हुन नदिनलाई प्रिभेन्ट ब्याक फ्लो हुन नदिनको लागि भल्भ प्रेजेन्ट हुन्छ यिनीहरुकोमा सो अर्को छ क्यापिलरीज सो क्यापिलरीजमा हेर्ने भने चाहिँ सो यिनीहरु चाहिँ सिंगल लेयरले बने हुन्छ त्यो भनेको चाहिँ मेड अप अफ ओन्ली अफ के त इन्डोथेलियमले मात्र बने हुन्छ के इन्डोथेलियमले मात्र बनिरा हुन्छ हैन क्यापिलरीज पनि डिफरेन्ट टाइप्सको हुन्छ बेसिकली 3 टाइप्सको हुन्छ हैन कन्टिन्युअस फेनेस्ट्रेटेड र साइनुसोइडल भनेर कन्टिन्युअस फेनेस्ट्रेटेड र साइनुसोइडल तीनटा टाइप्सको हुन्छ सो मेजरली थाहा हुनुपर्ने भने चाहिँ कन्टिन्युअस क्यापिलरीज कहाँ हुन्छ भन्दाखेरि एउटा भनेको ब्रेन भन्ने थाहा हुनु पर्यो अर्को इम्पोर्टेन्ट भनेको साइनुसोइडल क्यापिलरीज यो चाहिँ कहाँ हुन्छ भन्दाखेरि यो चाहिँ लिभर र स्प्लिनमा मेजरली हुन्छ भन्ने कुरा थाहा हुनु पर्यो लिभर र स्प्लिन सो यति छ टाइप्स अफ ब्लड भेसल्सहरुको बारे सो अब पालो ब्लड भेसल्सको हिस्टोलोजीको बारे सो हिस्टोलोजीमा हेर्ने पनि अभियसली सबैभन्दा भित्र छ भनेको के हो यो भनेको लुमेन हो हैन सो लुमेनमा आर्टरी र भेनमा एउटा मात्र डिफरेन्स छ त्यो डिफरेन्स भनेको के हो त्यो भनेको भल्भ प्रेजेन्ट हुन्छ केमा भेनमा एब्सेन्ट हुन्छ आर्टरीमा एब्सेन्ट हुन्छ सो लुमेन पछि अर्को यता सबैभन्दा इनर मोस्ट लेयर भनेको चाहिँ के हो इनर मोस्ट लेयर भनेको चाहिँ ट्युनिका इन्टर्ना हो ट्युनिका इन्टर्ना यो चाहिँ केले बनाएको हुन्छ भन्दाखेरि यो चाहिँ इन्डोथेलियम प्लस बेसमेन्ट मेम्ब्रेनले बनाएको हुन्छ इन्डोथेलियम विथ बेसमेन्ट मेम्ब्रेन त्यसपछिको बाहिरको लेयर भनेको ट्युनिका मिडिया सो ट्युनिका मिडिया चाहिँ केले बनाएको हुन्छ भन्दाखेरि यो भनेको मेजरली स्मुथ मसल सेल्स र इलास्टिक फाइबर्सहरुले बनाइरा हुन्छ स्मुथ मसल प्लस इलास्टिक फाइबर्सले बनाइरा हुन्छ सो बेसिकली स्मुथ मसल सेल्स र इलास्टिक फाइबर्सले बनेपछि यिनीहरुमा केमा हेल्प गर्छ भन्दाखेरि चाहिँ यिनीहरुले ब्लड भेसल्सको लुमेनको साइज डिटरमाइन हुनलाई हेल्प गर्छ जस्तै अब स्मुथ मसल्स कन्ट्र्याक्ट भयो भने चाहिँ लुमेनको साइज घट्ने भयो रिल्याक्स भयो भने चाहिँ लुमेनको साइज बढ्ने भयो डिटरमाइन साइज अफ ल्युमेन सो अनि अर्को भनेको ट्युनिका मिडिया चाहिँ थिकर हुन्छ आर्टरीमा हैन भेनमा भन्दा यो थिक हुन्छ आर्टरीमा
कम्पेरिटिभली थिन हुन्छ इन केस अफ भेन। सबैभन्दा आउटर मोस्ट लेयर भनेको ट्युनिका एक्सटर्ना। सो यो चाहिँ मेजरली के बनेको हुन्छ भन्दाखेरि यो चाहिँ कोलाजन प्लस कनेक्टिभ टिस्युजले बनिरहेको हुन्छ, कनेक्टिभ टिस्युजहरूले बनिरहेको हुन्छ। सो बेसिकली यति कुरा चाहिँ हिस्टोलोजी अफ ब्लड भेसल्समा चाहिँ मिनिमम यति चाहिँ थाहा पाउनु पर्यो। सो अब चाहिँ केही स्पेशल टाइप अफ ब्लड भेसल्सहरू, स्पेशल टाइप्स अफ ब्लड भेसल्स हैन। ब्लड भेसल्स लाइक सबभन्दा फर्स्टमा छ भेजरम। सो यो भनेको चाहिँ के हो, यो भनेको चाहिँ ब्लड भेसल सप्लाइङ ब्लड भेसल्स सप्लाइङ ब्लड भेसल। सो नाउ अब चाहिँ ब्लड प्रेसरको बारे केही इम्पोर्टेन्ट कुराहरू। सो ब्लड प्रेसर भनेको के हो भनेको यो भनेको ल्याटरल प्रेसर हो हैन, ल्याटरल प्रेसर एक्जर्टेड अन ब्लड भेसल्स हो हैन। सो हामीले ब्लड प्रेसर मेजर गर्नलाई युज गर्ने डिभाइसको नाम भनेको के हो त, डिभाइसको नाम भनेको स्पाइग्मोम्यानोमिटर हो, SPHYGMOMANO स्पाइग्मोम्यानोमिटर हैन। सो हामीले यो स्पाइग्मोम्यानोमिटर युज गरेर डिटरमाइन गर्ने मेथड भनेको यो भनेको चाहिँ इन्डाइरेक्ट मेथड हो, डाइरेक्ट र इन्डाइरेक्ट हुन्छ। सो डाइरेक्टमा चाहिँ आर्टरी नै पङ्क्चर गरेर गर्नुपर्ने हुन्छ, इन्डाइरेक्टमा चाहिँ यो स्पाइग्मोम्यानोमिटरको हेल्पबाट गरेर आउँछौँ हैन। सो नर्मल रेन्ज कति हो त, नर्मल रेन्ज भनेको अभियसली 120 to 80 mm अफ एचजी। हामीले मेजर गर्दाखेरि कहाँ मेजर गर्ने, ब्राकियल आर्टरीमा मेजर गरेर आउँछौँ, सो बेसिकली ब्लड प्रेसरको फर्मुला पनि छ। ब्लड प्रेसर भनेको कार्डियक आउटपुट इन्टु टोटल पेरिफेरल रेजिस्टेन्स हो हैन, टोटल पेरिफेरल रेजिस्टेन्स भनेको यो ब्लड भेसल्सहरूले कति रेजिस्टेन्स लगाउँछ यो ब्लड फ्लो हुनलाई भनेको चाहिँ टोटल पेरिफेरल रेजिस्टेन्स हो। र कार्डियक आउटपुट भनेको चाहिँ हार्टले 1 मिनटमा कति ब्लड पम्प गर्छ त्यो भनेको कार्डियक आउटपुट हो। सो कार्डियक आउटपुट भनेको अमाउन्ट अफ ब्लड पम्प्ड बाई हार्ट इन 1 मिनट हैन। सो कार्डियक आउटपुटको पनि फर्मुला छ। कार्डियक आउटपुट भनेको स्ट्रोक भोल्युम इन्टु हार्ट रेट हो हैन, स्ट्रोक भोल्युम इन्टु हार्ट रेट भनेको त थाहा छँदै छ। स्ट्रोक भोल्युम भनेको चाहिँ हार्टले एकचोटि कन्ट्र्याक्ट गर्दाखेरि कति चाहिँ भोल्युम पम्प आउट गर्छ त भनेको चाहिँ स्ट्रोक भोल्युम हो। अमाउन्ट अफ ब्लड पम्प्ड बाई हार्ट इन 1 कन्ट्र्याक्सन। चाहिँ युजली स्ट्रोक भोल्युम चाहिँ कति हुन्छ त, यो चाहिँ अराउन्ड 70 ml हुन्छ। अनि कार्डियक आउटपुट चाहिँ एप्रोक्स 5 लिटर हुन्छ, 5 लिटर पर मिनट। सो कार्डियक आउटपुट यो भनेको 1 मिनटमा कति पम्प गरेको हो हैन, 1 मिनटमा कति ब्लड चाहिँ हार्टले पम्प गर्यो भन्ने। सो यो पम्प गरेकोमा नि कति पर्सेन्ट कुन अर्गनले पाउँछ भन्ने कुरा चाहिँ केही इम्पोर्टेन्ट अर्गनहरूको चाहिँ थाहा पाउनुपर्छ। सो बेसिकली टोटल कार्डियक आउटपुटको 4% चाहिँ बाहिर हुन्छ, हार्टले बाहिर हुन्छ। एप्रोक्स 25% चाहिँ किडनीले बाहिर हुन्छ, 20% ब्रेनले बाहिर हुन्छ, 28% लिभरले बाहिर हुन्छ। ओके, सो यति भयो। त्यसपछि पनि केही इम्पोर्टेन्ट कुराहरू छ हैन। एउटा भनेको इन डायस्टोलिक भोल्युम भनेको हार्ट रिल्याक्स हुँदा हैन, इन्डमा हार्ट रिल्याक्स भएको इन्डमा चाहिँ कति यो ब्लड चाहिँ भेन्ट्रिकलमा हुन्छ भन्न खोजेको हो हैन। सो यसको एमाउन्ट चाहिँ कति हुन्छ, यो भनेको चाहिँ अराउन्ड 120 ml हुन्छ। सो अर्को भनेको इन सिस्टोलिक भोल्युम हैन, इन सिस्टोलिक भोल्युम भनेको हार्टको भेन्ट्रिकल कन्ट्र्याक्ट भइसकेपछि चाहिँ कति ब्लड बाँकी छ त्यो भनेको चाहिँ इन सिस्टोलिक भोल्युम हो। यो चाहिँ अराउन्ड 50 ml हुन्छ हैन, 50 ml हुन्छ। सो त्यसपछि स्ट्रोक भोल्युम निकाल्ने फर्मुला भनेको चाहिँ इन डायस्टोलिक भोल्युम माइनस इन सिस्टोलिक भोल्युम हैन, यो भनेको 120 माइनस 50 अराउन्ड कति भयो त, यो भयो 70 ml। ओके, सो नाउ हामीसँग अब के छ भन्दाखेरि टपिक चाहिँ छ फिटल सर्कुलेसन। सो फिटल सर्कुलेसनबाट कहिले एउटा दुईवटा क्वेसन सोधिन्छ हैन, सो इम्पोर्टेन्ट टु नो। सो अब फिटल सर्कुलेसनमा भनेको प्लासेन्टामा के हुन्छ भन्दाखेरि वी हेभ एभिए हैन, आर्टरी, भेन र आर्टरी, अम्बिलिकल आर्टरी, अम्बिलिकल भेन र अम्बिलिकल आर्टरी हुन्छ प्लासेन्टामा। यस्तो 3टा स्ट्रक्चर, ओके, अम्बिलिकल भेन, अम्बिलिकल आर्टरी, अर्को अम्बिलिकल आर्टरी। प्लासेन्टाबाट मदरबाट अक्सिजनेटेड ब्लड प्लासेन्टाबाट अम्बिलिकल भेन हुँदै जान्छ लिभरमा हैन। लिभरमा चाहिँ के हुन्छ भन्दाखेरि एउटा सन्ट गर्ने मेकानिजम हुन्छ। यसले के गर्छ भन्दाखेरि यसले चाहिँ अम्बिलिकल भेनबाट आएको ब्लडहरूलाई
हार्टको इन्फेरियर भेना काभामा रिडाइरेक्ट गराउने काम गर्छ। सो यो सन्टको नाम हो डक्टस भेनोसस। सो अक्सिजनेटेड ब्लड यहाँबाट आएर कहाँ जाने भयो त? इन्फेरियर भेना काभामा जाने भयो। इन्फेरियर भेना काभाबाट कहाँ जाने भयो? त्यो त राइट एट्रियम। अब राइट एट्रियमबाट के हुन्छ? मेजोरिटी अफ द ब्लड टु राइट एट्रियमबाट लेफ्ट एट्रियममा जान्छ। थ्रु के को थ्रुबाट भन्दाखेरि धेरै जान्छ राइट एट्रियम र राइट भेन्ट्रिकलको बिचमा एउटा पाल हुन्छ ड्युरिङ द फिटल लाइफ। त्यो पाललाई के भन्छ भन्दाखेरि इट इज नोन एज फोरामिन ओभेल। आफ्टर बर्थ फोरामिन ओभेल बन्द हुन्छ र यसको रेमिनेन्ट चाहिँ हामीसँग के बाँकी हुन्छ त भन्दाखेरि आफ्टर बर्थ यसको रेमिनेन्ट हामीसँग हुन्छ। यसको नाम भनेको फोस्सा ओभ्यालिस भनेको डिप्रेसन लाइक स्ट्रक्चर्स हो होइन। सो मेजोरिटी अफ ब्लड राइट एट्रियमबाट लेफ्ट एट्रियममा जान्छ। सो लेफ्ट एट्रियमबाट टु द लेफ्ट भेन्ट्रिकलबाट यहाँ छ एउटा लेफ्ट भेन्ट्रिकलबाट एउटामा जान्छ। सो यो चाहिँ नर्मल हो, सबैले थाहा हुन्छ। सबै राइट एट्रियममा आएको ब्लड सबै लेफ्ट एट्रियममा जान्छ भन्ने हुँदैन। कुनै ब्लडहरू अभियसली राइट भेन्ट्रिकलमा पनि जान सक्छ। राइट भेन्ट्रिकलबाट गयो पल्मोनरी ट्रङ्कमा। अब यो पल्मोनरी ट्रङ्कमा एक्चुअली एडल्टहरूमा के हुन्छ त? पल्मोनरी ट्रङ्कबाट गयो यहाँबाट लङ्समा जाने हो होइन, लङ्समा जाने हो। तर फिटसहरूमा लङ्स त फङ्सनल हुँदैन। त्यसैले गर्दाखेरि पल्मोनरी ट्रङ्कमा आएको ब्लडलाई फेरि एउटामै पठाइदिने होइन। फेरि एउटामै पठाइदिनको लागि हामीसँग यहाँ बिचमा एउटा सन्ट हुन्छ। यो सन्टको नाम भनेको यता छ डक्टस भेनोसस। अब यो सन्टको नाम भनेको छ डक्टस आर्टेरियोसस। डक्टस आर्टेरियोससको फङ्सन के हो भन्दाखेरि यसले के गर्यो त भन्दाखेरि यसले लङ्सलाई बाइपास गरिदियो होइन। पल्मोनरी ट्रङ्कमा आएको ब्लडलाई लङ्समा जाने दिएन, त्यसले एउटामै पठाइदियो। अब बेसिकली एउटाबाट के भयो? एउटाबाट गएको ब्लडहरू फिटसको बडीमा गयो। फिटसको बडीमा अभियसली टिस्युजहरूबाट घुमिसकेर पछि फेरि फर्केर कहाँ गयो त? अम्बिलिकल आर्टरिजबाट हुँदै कहाँ गयो? प्लासेन्टामा गयो, फेरि मदरकै सर्कुलेसनमा गयो। सो यहाँ बेसिकली के गरिरहेछ त? अम्बिलिकल आर्टरिजले क्यारी गरिरहेछ डिअक्सिजनेटेड ब्लड। अम्बिलिकल भेनले के क्यारी गरिरहेछ? अक्सिजनेटेड ब्लड। सो यो जुन कुराहरू छ यो डक्टस आर्टेरियोसस र डक्टस भेनोसस यो दुईटा भनेको सबभन्दा मेजर इम्पोर्टेन्ट हो इन्ट्रान्समा सोधेको। फिटल सर्कुलेसन यति नै हो। थ्याङ्क यू।